ल है साथी, त्यो कोकले कति वेटसम्म धान्दो रहेछ हेर्नु है। एउटा कोक, सानो कोक छ, फेरि होइन त्यो फलामको टुक्रा फेरि थप्दैछ, राख्दैछ है। फेरि कतिसम्म चाहिँ धान्दो रहेछ है, गेस गर्नु होला ल है। अनि त्यो गेस गरिसकेपछि जसले चाहिँ अन्तिममा मिलाउँछ उसले कमेन्ट गर्नु होला है। पहिल्यै कमेन्ट गरेर चाहिँ भन्नु होला कि अहिले कति वेटसम्म चाहिँ त्यो कोकले चाहिँ थाम्न सक्दो रहेछ, धान्न सक्दो रहेछ भन्नु होला है। अनि त्यसपछि मिल्नेलाई चाहिँ होइन विशेष उपहार क्या है, त्यो कोकले चाहिँ कति वेटसम्म चाहिँ त्यो फलामको टुक्राहरू चाहिँ थाम्न सक्दो रहेछ होइन। त्यो एउटा व्यक्तिले थप्दै गइरहेको छ त्यो फलामको टुक्रा, कतिसम्म चाहिँ मिलाउन सक्यो अरे वेट त्यो कोकले थाम्दो रहेछ। अनि त्यसपछि त्यो कोक चाहिँ फुट्दो रहेछ कि फुट्दैन रहेछ, अनि त्यसपछि